नमस्कार विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुको विभिन्न सोशल मिडियामा केही कमेन्ट अथवा क्वेरीजहरू देखेँ। अहिले यो कन्सल्टेन्सी क्षेत्रलाई नियमन गर्नको लागि शिक्षा मन्त्रालयले नयाँ नियम ल्याइरहेको सन्दर्भमा कतिपय विद्यार्थीहरूले हामी आफै अब विदेश जान नपाउने हो कि विभिन्न कुराहरूमा शंका गर्दै प्रश्न गरेको देखेँ मैले। ती प्रश्नहरूमध्येमा केही प्रश्नहरू चाहिँ मैले टिपेर त्यो सम्बन्धी एन्सर दिन कोसिस गरिरहेको छु। अब त्यसमा चाहिँ अब कन्सल्टेन्सीहरू धेरैलाई रेगुलेट हुँदाखेरि चाहिँ विद्यार्थीको फी अब जो विदेश जान चाहन्छ विदेशका युनिभर्सिटीमा फी बढ्छ कि भन्ने कुराहरू गरेको देखियो। अब त्यो सन्दर्भमा यदि सोचेको हो भने चाहिँ विदेशको कलेजको अथवा युनिभर्सिटीको फी हामी यहाँ कन्सल्टेन्सी धेरै हुँदा या थोरै हुँदा बढ्ने भन्ने केस हुँदैन। उनीहरूको आफ्नै नियम हुन्छ, हरेक वर्ष हरेक देशमा बढ्ने अथवा स्कलरसिप दिने त्यो बोर्डहरूले डिसिजन गर्ने विभिन्न कुराहरू हुन्छन्। नर्मली प्राय देशमा हरेक वर्ष चाहिँ यहाँ बजेट भाषण हुँदाखेरि कर्मचारीको तलब बढे जस्तै हरेक वर्ष इन्टरनेसनल स्टुडेन्टको फीहरू पनि बढ्ने चाहिँ हुनसक्छ। तर यहाँ नेपालमा धेरै कन्सल्टेन्सी वा थोरै कन्सल्टेन्सी हुँदैमा फीहरू फरक पर्ने भन्ने चाहिँ हुँदैन। एउटा प्रश्न थियो भने अर्को प्रश्न चाहिँ भिजा प्रोसेसिङमा ढिलाइ हुन्छ कि भन्ने कुराहरू थियो हैन। एउटा प्रश्न देखेको थिएँ भने त्यो सन्दर्भमा चाहिँ पक्कै पनि अब अहिले हामी नेपालमा घोषित अघोषित लगभग चाहिँ के अरे 5-6 हजार कन्सल्टेन्सी छौँ भनेर भन्छौँ। अब 5-6 हजार कन्सल्टेन्सीमा विशेष त अब म एज अ सुप्रिम एजुकेसनल सेन्टर मैले खोल्दासम्म नेपालमा लगभग 300वटा कन्सल्टेन्सी थिए भन्ने अनुमान मात्र थियो। मैले 2000 लगभग 1 तिरको कुरा गर्दैछु, 1-2 तिरबाट बिस्तारै हुँदै 6 मा हामीले कम्प्लिटली कन्सल्टेन्सी मात्र फोकस गऱ्यौँ। पहिला कम्प्युटर ट्रेनिङहरूमा थियो। अब मैले भन्नु खोजेको चाहिँ के भने 300 कन्सल्टेन्सीबाट अहिले 5000 कन्सल्टेन्सी हुँदाखेरि पनि अब विद्यार्थी जाने भोल्युम त्यति नै बढिरहेको छ। यसको कारण चाहिँ अब राज्यमा कुनै विषय पढिसकेपछि त्यो विषय अनुसारको जब नपाउनु, अनि पढिसकेपछि त्यो रिलेटेड अनुसन्धानहरू गर्न नपाउनु, बााउन्ड्रिजहरू अलि न्यारो हुनु, विभिन्न कारणले गर्दा विद्यार्थीले अर्को कुरा चाहिँ पढाइको मेथड पनि अलिकता ओल्ड पारा हुनु कारणले विदेश जानेहरू बढेकै हो। अब त्यसमा पनि अब कन्सल्टेन्सी पनि विद्यार्थीको रेसियोमा बढ्दै गएको। अब डेफिनेटली धेरै कन्सल्टेन्सीहरूले चाहिँ अब अहिले बजारमा सुनिएको छ अब बेसिक सर्भिस चार्ज लिनु कन्सल्टेन्सीको अधिकारै हो। तर त्योभन्दा पनि बढी चाहिँ के भन्छ 7-8 लाख रुपियाँ लाग्ने, 10 लाखसम्म लाग्ने, कोरियाको केसमा चाहिँ 20-21 लाखसम्म उठाइएको यस्ता कुराहरू चाहिँ अनाधिकृत तरिकाले उठाइएको चाहिँ के हुन्छ सर्भिस चार्जहरू नभनिकन विभिन्न बाहनामा उठाएको कारणले गर्दाखेरि अलिकता विद्यार्थीहरूलाई गाह्रो भएकै छ। तर यो अवस्थामा विद्यार्थीको सङ्ख्या बढिरहने र सरकारले चाहिँ एउटा विभिन्न नियमन ल्याएर लिमिटेड कन्सल्टेन्सी मात्र राख्ने अवस्थामा चाहिँ विद्यार्थीको भिजा प्रोसेसिङ चाहिँ अलिकता लेट नहोला भन्न चाहिँ सकिँदैन। कारण के हो भन्दाखेरि अहिले जति धेरै कन्सल्टेन्सी भयो त्यति नै कम्पिटिसन पनि छ हो। केही ठगठाग गर्ने कन्सल्टेन्सी पनि छन्। ती कन्सल्टेन्सी बाहेक कतिपय जेन्युन कन्सल्टेन्सी जस्तो मैले पनि 25 वर्षदेखि एउटै पेसा गरेर यही क्षेत्रमा जीवन बिताउँला भन्ने कन्डिसनमा छु भने 2-4 वर्षमा आयो सोर्यो हिँड्यो भन्ने खालको कन्सल्टेन्सी होइनौँ हामी। यस्ता कन्सल्टेन्सीहरू धेरै छन्। तर चाहिँ के भन्छ व्यवस्थित तरिकाले एउटा राम्रो परामर्श दिएर विद्यार्थीलाई सही परामर्श दिएर केही सेवा शुल्क लिउँ भन्ने कन्सल्टेन्सी छन्। तर सरकारले ल्याएको अहिलेको धरोटीका नियम अब कन्सल्टेन्सी राख्न पर्ने एउटा व्हिलचेयर एक्सेसिबल भएको घरको मापदण्ड, अनि भोलि विद्यार्थी विदेश जाँदाखेरि कन्सल्टेन्सीले राम्रैसँग पठाउँदाखेरि पनि विदेशमा भएको कलेज युनिभर्सिटी चाहिँ विदेशकै सम्बन्धित देशको नियमले गर्दा अथवा कुनै एउटा प्रोपर्टी भनौँ न बिजनेस भनेको त एउटा अनरले अन गरेको हुन नि सक्छ। कतिपय कलेजहरू
त्यो कलेजको अनरको आफ्नो व्यक्तिगत कारणले कोल्याप्स हुँदा पनि कन्सल्टेन्सीले जिम्मा लिनुपर्छ भन्ने खालको कारणले गर्दाखेरि पनि अब कन्सल्टेन्सीहरू जो धेरै वर्षदेखि चलाइरहनु भएको छ उहाँहरू पनि यो पेसालाई कन्टिन्यू गर्ने कि नगर्ने भन्ने सन्दर्भमा कन्फ्युज हुनुहुन्छ। त्यस कारणले धेरैले अब रिन्यू नगरेर कन्सल्टेन्सीको सङ्ख्या कम भएको खण्डमा डेफिनेटली जति रहन्छन् ती कन्सल्टेन्सीहरूको मोनोपोली भइ नै हाल्छ। जस्तो एउटा एक्जाम्पल म तपाईँलाई दिन्छु, अस्ट्रेलियालाई एप्लाई गर्नुहुन्छ भने प्रायः जसो चाहिँ ए ग्रेडको कमर्सियल ब्याङ्क सबैको लोन एक्सेप्ट हुन्छ। तर त्यही अस्ट्रेलिया जस्तै तर अस्ट्रेलिया नजिकको देश न्युजिल्यान्ड जानु छ भने चाहिँ तपाईँलाई नेपालको नोबेल ब्याङ्क, एसबिआई र स्ट्यान्डर्ड चार्टर्डबाट मात्र प्रोसेसिङ गर्नुपर्ने हुन्छ। भने त्यो तिनवटा तिनवटा ब्याङ्कबाट मात्र लोन प्रोसेस गर्दा त गर्नुपर्ने भएको कारणले विद्यार्थीले चाहिँ अलिक फ्लेक्जिबल इन्भाइरोमेन्ट पाउँदैनन्। त्यस्तै भोलि थोरै कन्सल्टेन्सी रहेको खण्डमा चाहिँ भिजा प्रोसेसिङ मात्र ढिला नहुने होइन कि यो फ्री काउन्सिलिङ यो त्यो भन्ने कन्डिसन नरहन सक्छ। कतिपय अवस्थामा जापानिज भाषा फ्री, कोरियन भाषा फ्री, चाहिँ के हुन्छ आइएलटिएस फ्री पनि पढाइरहनु भएको छ भित्री रूपमा कतिपय साथीहरूले। अब भन्नुको मतलब चाहिँ फ्री त्यो आइएलटिएसहरू पढाएर प्रोसेसिङ गरेर विद्यार्थी पुग्दाखेरि डेफिनेटली केही कलेजहरूले केही युनिभर्सिटीले कमिसन प्रोभाइड गर्नुहुन्छ। तपाईँहरूको फीमा बढाएर कमिसन दिने होइन, कलेजको एजेन्ट भएर काम गर्दाखेरि कलेजमा चाहिने एक्ज्याक्ट फी तिरेको आधारमा त्यसको 13% कमिसन आउँछ र त्यो पर्सेन्टको कमिसन नेपालमा ल्याएर वैधानिक खातामा ल्याएर नेपाल सरकारलाई आवश्यक कर तिरेर जसले काम गरिरहेछन् त्यसमा कुनै गलत होइन। तपाईँले आफैले कन्सल्टेन्सी युज गर्दिन भनेर अस्ट्रेलिया अथवा अमेरिका युकेको कुनै युनिभर्सिटी वा कलेजमा जानुहुन्छ भने फी सेम नै हुन्छ भने कलेजबाट कन्सल्टेन्सीबाट तपाईँले प्रोसेसिङ गर्दा कुनै पनि खराब हुन्छ जस्तो मलाई लाग्दैन। तर अब डेफिनेटली विभिन्न बहानामा कन्सल्टेन्सीलाई रोक्ने कामहरू भयो भने र कन्सल्टेन्सीको नम्बर चाहिँ सीमित भयो भने अब मान्नुहोस् नमान्नुहोस् नेपालमा छन् नि केही कलेजहरू इलाइट वर्ग पढ्ने स्कुल जस्तो रातो बङ्गला भनिन्छ, प्रसादी, युलिन्स भनिन्छ नि, त्यहाँ सानोतिनोले एक्सेस पाउँदैनन् भनेपछि कतिपय जो अलिकता फाइनेन्सियल विक भएकाहरूलाई एउटा आइडिया दिएर काम गर्ने पक्षमा चाहिँ धेरै कन्सल्टेन्सी नहुन सक्छन् र प्रोसेसिङ ढिला हुने त अवश्य हुने नै छ। अर्को चाहिँ एजुकेसन लोन लिन गाह्रो हुने एजुकेसन लोन लिन गाह्रो हुने चाहिँ म देख्दिनँ। तपाईँहरूको प्रोपर्टी इन्कम छ भने त्यो लोन लिने काम ब्याङ्कले गरिदिने हो। तर नम्बर अफ कन्सल्टेन्सी कम हुने बित्तिकै धरोटी राखेर केही सीमित हुने बित्तिकै उहाँहरूले चाहिँ अब तपाईँलाई विभिन्न शुल्क पनि लगाउन सक्नुहुन्छ अनि अलिकता धेरै गाइड गरेर आफ्नो नदुखिया टाउको दुखाएर तपाईँहरूको एप्लिकेसन ह्यान्डल गर्ने अथवा मिलाइदिने काम नगर्न पनि सक्नुहुन्छ भन्ने मलाई लाग्छ। अर्को कुरा रह्यो वर्किङ आवरमा, विद्यार्थीले वर्किङ आवरमा चेन्ज हुन्छ कि हुँदैन विदेशमा कन्सल्टेन्सीहरूको सङ्ख्या कम भएको खण्डमा भन्ने कुराहरू छन्। नेपालमा रहेका होस् या कुनै पनि देशमा रहेको कन्सल्टेन्सीको कारणले वर्किङ आवर बढ्ने वा घट्ने हुँदैन। हरेक देशको आफ्नो नियम छ। कसैले कामै गर्न दिँदैनन् बाहिर भने कसैले चाहिँ युनिभर्सिटी प्रिमिसेसमा मात्र काम गर्न दिन्छ, विशेष गरी अमेरिकाले भने कति देशले चाहिँ अब 20 घन्टा, कति देशले चाहिँ 16 घन्टा, कति देशले 28 घन्टा यसरी काम गर्न दिइरहेको छ। त्यो कारणले कामको आवर चाहिँ घट्ने भन्ने कुराहरू चाहिँ कन्सल्टेन्सीको सङ्ख्यामा भर पर्दैन। अनि अर्को रहेको विदेश अध्ययन प्रक्रिया झन् जटिल हुन्छ कि भन्ने एउटा अर्को प्रश्न देखेको थिएँ मैले। विदेश अध्ययन गर्ने प्रक्रिया चाहिँ झन् जटिल चाहिँ पक्कै हुँदैन, किनभने यो कन्सल्टेन्सी हुने अथवा नहुनेको आधारमा चाहिँ पक्कै पनि जटिल हुने वा सजिलो हुने भन्ने कुराहरू हुँदैन। तर कन्सल्टेन्सीको सङ्ख्या कम हुने भइसकेपछि तपाईँहरूको अलिकता साधारण इन्कम छ भने त्यसलाई कुन तरिकाले व्यवस्थित गर्ने भनेर जो अहिले कन्सल्टेन्सी साथीहरू 2-3 वर्ष अगाडिदेखि तयारी गरेर तपाईँहरूलाई गाइड गरेर अस्ट्रेलिया पुर्याउनसम्म लागिरहनु भएको छ, त्यस्ता हेडेकहरू चाहिँ नलिन सक्छन्। किनकि कम्पिटिसन नहुने बित्तिकै जहाँ गयो नि मै कहाँ आउने त हो नि भनेर, जस्तो कि अहिले मैले अघि नै मात्र भने नोबेल, स्ट्यान्डर्ड चार्टर्ड र एसबिआई ब्याङ्कले न्युजिल्यान्डको लोन दिन्छ, अरू ब्याङ्कले दिन पाउँदैन, उसको एक्सेप्टै हुँदैन। अब त्यो ब्याङ्कमा यदि न्युजिल्यान्डको लागि चाहिँ अरू पनि थप्ने हो भने तिनीहरू पनि अलिअलि फ्लेक्जिबल हुन्थे, नत्र त हुँदैनन्। त्यस्तै गरी तपाईँको चाहिँ के हुन्छ विदेश जाने प्रक्रिया
मा तपाईँको इन्कम अलिक जेन्युन छैन अथवा जेन्युन देखाउनु पर्ने हुन्छ, व्यवस्थित आफ्नो इन्कम त हुन्छ नेपालीको, एग्रिकल्चर इन्कम छ, विभिन्न कुराहरू छ, तर त्यसलाई व्यवस्थित गर्ने नेपाली चलन छैन। अब हरेक काठमाडौँमा हरेक घरपेटीले पैसा कमाइरहेछन् बाल लगाएर, तर भाडा तिर्ने चलन छैन, भाडा बापतको कर तिर्ने चलन छैन, ब्याङ्कमा हाल्ने चलन छैन, हाले पनि 1 लाख बाल लिन्छन् भने 10,000 देखाउने चलन छ। यस्ता प्रक्रियालाई अब भोलि तपाईँको आफ्नै छोरी विदेश जानलाई गाह्रो हुन्छ है भनेर सल्लाह जो दिइन्थ्यो, अब त्यस्ता दिने हेडेक चाहिँ कन्सल्टेन्सीले नउठाउन् र विद्यार्थीको प्रक्रिया अलिकता लम्बेतान होला र साधारण मान्छे जान नपाउने दिन पनि आउन सक्छ भन्ने मलाई लाग्छ। र एक हदसम्म चाहिँ सरकारले पनि त्यही खोजेकै छ। त्यो कारण के भने नेपाल सरकारले विशेष कोर्सको लागि मात्र विदेश पठाउने भन्ने उनीहरूको एउटा नीति छ भन्ने कुराहरू हामीले सुनेका छौँ। विशेष भनेको अब नेपालमा पढाइ नहुने अथवा विशेष कुराहरू त्यहाँ सिकेर नेपाल आउन सक्ने कन्डिसनहरू भन्ने केसमा, अदरवाइज विदेशै नजाओस्। जस्तो कि जापानी ल्याङ्ग्वेज पढ्न पनि सरकारले रोक्ने, अनि यो डिप्लोमा एडभान्स डिप्लोमा भन्नेको चाहिँ भोकेसनल कोर्सहरू छन् जुन हाम्रो नेपाल सरकारले चाहिँ खासै त्यो पढेर उपलब्धि हुँदैन भन्ने देख्छ, तर वास्तवमा चाहिँ भोकेसनल कोर्सहरू पढ्नु नै एकदम उपयोगी छ जस्तो मलाई लाग्छ। किनभने ब्याचलर डिग्री मास्टर डिग्री मात्र लिएर हुँदैन, एउटा बत्ती बनाउन आउनु पर्यो, या कपाल काट्न आउनु पर्यो, या लुगा सिलाउन आउनु पर्यो, फेसन डिजाइनिङको एउटा कन्सेप्ट लिएको भरमा 6 महिना सिकेको भरमा जीवनभर कमाएर खान सक्ने एउटा आइडिया आउन सक्छ। तर 3 वर्ष 4 वर्ष ब्याचलर पढ्दैमा कुनै एउटा थियोरिटिकल कुराहरू पढ्दैमा त्यसले चाहिँ विशेष कुराहरू क्रान्ति ल्याउँछ भन्ने चाहिँ लाग्दैन, चाहे विदेशमा पढोस् या नेपालमा पढोस् है। त्यो कारणले चाहिँ नि के हुन्छ, अब नेपाल सरकारको उद्देश्य चाहिँ के हुन्छ, यस्ता भोकेसनल कोर्स र ल्याङ्ग्वेज कोर्सहरूमा चाहिँ रोक्ने योजना छ, जुन डेफिनेटली विद्यार्थीहरूको लागि पनि प्रत्युत्पादक अथवा तपाईँको लागि विद्यार्थीहरूको लागि चाहिँ राम्रो हुन्छ जस्तो लाग्दैन सबैको लागि। अनि मिडल क्लास फ्यामिलीलाई बाहिर जान गाह्रो हुने भयो, नेपालमै बस्न पर्ने भयो भन्ने एउटा अर्को प्रश्न देखेको थिएँ मैले। डेफिनेटली मिडल क्लास भन्दा नि अहिले धेरै हदसम्म लोवर क्लासका मान्छेहरू पनि अब एग्रिकल्चर इन्कम त गरेकै हुन्छ, वडाबाट एउटा सिफारिस गरिएको आधारमा, अनि अलिअलि कन्सल्टेन्सीको हेल्पबाट अथवा कतिपय अर्थबाट जापान अथवा कति कन्ट्री कोरिया गइरहेका छन् भने भविष्यमा त्यो देशहरू बन्द भएको खण्डमा तपाईँले के गर्नुहुन्छ आफै सोच्नु होला है। त्यही भएर कन्सल्टेन्सीलाई मात्र नियमन गर्ने भने डेफिनेटली कन्सल्टेन्सी क्षेत्रलाई नियमन गर्नु जरुरी थियो। हामी सुप्रिम एजुकेसनल सेन्टर धेरै अगाडि दर्ता भए पनि नेपाल सरकारको नियमै नभएको कारणले हामी इक्यान भित्रबाट चाहिँ के हुन्छ, इक्यान भन्ने एउटा संस्था छ कन्सल्टेन्सीहरूको ठुलो छाता सङ्गठन, त्यसले पहल गरेर एउटा निर्देशिका भन्ने पहिला जारी गराउन सक्यौँ हामीले शिक्षा मन्त्रालयबाट। पछि अब त्यही निर्देशिकाको आधारमा हामीले काम गऱ्यौँ र शिक्षा मन्त्रालयमा धेरै कन्सल्टेन्सी 1400 चान्चुन्तिर दर्ता भए। तर अब यही हो, राजनीतिक अकर्मण्यताको कारणले गर्दा दर्ता भएकाहरूको पनि रेगुलर अनुगमन भएन, अनि चाहिँ नि नयाँ दर्ताहरूलाई खोल्न दिने कि नदिने भन्ने कुराहरू पनि नभएको कारणले कतिपयहरूले मनलाग्दी खोल्ने काम गरे भने मनलाग्दी चलाउने पनि काम गरे, मनलाग्दी पैसा उठाएर भद्रगोल गर्ने पनि काम गरे। जो दर्ता र नियममा छ त्यो त जहिले पनि नियममै बस्न खोज्छ, किनभने उसको दर्ताको लाइसेन्स जान सक्छ, इज्जत जान सक्छ। तर धेरै जो दर्तै छैन तिनीहरूले चाहिँ यो हरेक क्षेत्रलाई चाहिँ दूषित बनाउने काम गरे जस्तो मलाई लाग्छ। त्यस कारणले अब जो दर्ता मात्र भयो तिनीहरूले मात्र व्यवस्थित रूपले काम गर्न पाएको भए अहिलेको अवस्था आउँदैन थियो। धेरै जसो चाहिँ खालि टिकटकमा बसेर चाहिँ हुँदै नहुने कुराहरू, बोल्दै नहुने कुराहरू पनि टिकटकमा बसेर बोल्दिन थाले र चाहिँ नि अब गर्नै नहुने कुराहरू पनि त्यहाँबाट गरिसकेपछि सम्बन्धित निकाय, हरेक देशको आफ्नो भिजा प्रक्रियाहरू हुन्छन्। यो अनलाइन मिडिया भनेको त संसारभर हेर्न सकिन्छ। फेरि यो एल्गोरिदमको आधारमा चाहिँ जुन जति धेरै हेऱ्यो त्यति नै बढीमा फैलिँदै जान्छ। र अब हामीले कुनै पनि कामहरू अलिकति व्यवस्थित गराउनलाई सिकाउनु पर्ने, अब व्यक्तिगत रूपमा सिकाउनु पर्ने कुराहरू अनलाइनमा मिडियममा आएर मनलाग्दी चाहिँ के हुन्छ, घराइसी झगडा पोखिया जस्तो गरेर पोखेर कन्सल्टेन्सी पनि बिग्रेको हो। ती साथीहरूलाई चाहिँ म फेरि पनि सचेत हुन वार्निङ दिन्छु। अर्को कुरा चाहिँ
सही जानकारी कसलाई विश्वास दिने कसलाई सही जानकारी कसले दिएको छ वा छैन भन्ने कुराहरू चाहिँ कसरी विश्वास गर्ने भन्ने कुराहरू चाहिँ विद्यार्थी भाइ बहिनीहरूले पनि कुनै पनि देश जानु छ भने कम्प्लिटली कन्सल्टेन्सीमा मात्र रिलाइ गर्नु भएन। तपाईँहरू मेनली भनेको पढ्न जाने हो। अब पढ्न जाँदाखेरि चाहिँ के हुन्छ, जुन देश जाने हो त्यो देशको बारेमा नियम के छ त भन्ने कुराहरू चाहिँ यसो इन्टरनेटमा खोज्न सकिन्थ्यो भने अहिले त इन्टरनेटमा खोजेर 3 घन्टा लगाएर समराइज गर्न पनि पर्दैन। एआईलाई पनि सोध्यो भने धेरै कुराहरू भनिदिन्छ। युट्युबमा 2-4वटा भिडियो हेरिदियो भने जसले भिडियो बनाएको छ उनीहरूको भ्यू पनि बढ्छ र चाहिँ के हुन्छ, तपाईँहरूलाई पनि के हुन्छ, त्यो धेरै कुराहरूको ज्ञान हुन्छ। त्यस कारणले पहिला पढ्दै आफूले जानकारी के पनि नलिने, उसले जे भनेको छ त्यसको आधारमा मात्र दिने र मिठा कुराहरू मात्र गर्नेलाई मात्र विश्वास गर्न चाहिँ भएन। विशेष गरी विदेश जाने भनेको चाहिँ पढ्नलाई जाने भनेको, हामीले भनेको पढ्न पठाउने हो। पढ्नलाई तपाईँको बुवा आमा अथवा जो स्पोन्सर हो उनले चाहिँ म कम्प्लिटली फाइनेन्सियल्ली क्यापेबल छु भनेर पठाउने हो र सम्पूर्ण कागजात त्यही अनुसार सबमिट गरेपछि मात्र सम्बन्धित देशले भिजा दिने हो। त्यो भिजा प्राप्त गर्नुको अर्थ चाहिँ तपाईँलाई काम गर्न दिनु भनेको होइन, तर डेफिनेटली पढाइ सँगसँगै पढाइ नबिगारिकन र पढाइको नियम नतोडिकन सर्टेन आवर काम गरेर त्यो देशको कल्चर के अरे विभिन्न कुराहरू सिक्ने अवसर दिनको लागि विभिन्न देशले अथवा त्यही देशलाई पनि यस्तो क्याजुअल काम गर्ने मान्छेहरू चाहिएको हुन्छ क्या। त्यो कारणले त्यो देशले चाहिँ काम गर्ने अनुमति पनि चाहिँ के हुन्छ दिएको हो। जस्तो कि नेपालमा पनि कतिपय मान्छेहरू पढ्न आउँछन् तर नेपालमा काम गर्ने अनुमति छैन। हुन त नेपालमा स्टुडेन्ट भिजाको रेगुलेसन अहिलेसम्म बनेको छैन। अब यो नयाँ सरकारले बनाउला। जति मान्छे आइरहेका छन् अहिलेसम्म टुरिस्ट भिसामा पढिरहेका छन् भन्ने मैले बुझेको छु। तर अहिले बनिसकेको भए अहिलेको म ज्ञान छैन, तर पहिला बनाएको थिएन यो अहिलेको नयाँ सरकार आएपछि। त्यो कारणले गर्दाखेरि हरेक देशको आफ्नो नियम हुन्छ। नियमअनुसार तपाईँहरू पढ्न गएको, मेन फोकस तपाईँको पढ्नेमा हुनुपर्छ र पढाइ सकिसकेपछि तपाईँले डेफिनेटली अब कति ठाउँमा पिआरकै अपर्च्युनिटी पनि छ। पोस्ट स्टडी वर्क भनेको पढाइसकेपछि त्यो देशमा बसेर केही समय काम गर्न पनि अप्सन दिएको हुन्छ। कारणले त्यो चाहिँ किन दिएको भन्दाखेरि उसको एउटा देशको स्किल सर्टेज अफ स्किल वर्करलाई फुलफिल गर्नलाई पनि हो। तपाईँ उसको देशमा पढिसकेपछि पढेको विषयलाई चाहिँ नि अर्को के अरे विषयमा चाहिँ के हुन्छ, अर्को विषयमा पढेको विषयमा ज्ञान अझ बलियो बनाउनुहोस् र आफ्नो देश फर्किनुहोस् भन्ने पनि हो। अथवा त्यही देशमा बसेर उनीहरूकै देशलाई काम लाग्ने योग्य एउटा प्रोडक्ट बन्नुहोस् भन्नको लागि पनि दिएको हो। तसर्थ म फेरि पनि समराइज के गर्न चाहन्छु भने अहिले हामी अब विगत 20-25 वर्षदेखि चलेका कन्सल्टेन्सीहरू पनि धेरै छौँ। नयाँ आएका साथीहरू पनि कम्प्लिटली खराब छैनन्, तर अब नेपाल सरकारको नियममै थिएन के यो दर्ता गर्न पर्ने यो गर्न पर्ने भन्ने थिएन। तर अब दर्ता गर्न पर्ने भन्ने नियम हामी इक्यानको पहलमा शिक्षा मन्त्रालयबाट एउटा निर्देशिका भन्ने आयो। त्यो कम्प्लिटली अहिलेको जस्तो स्ट्रङ कानुन थिएन, तैपनि त्यो अनुसार दर्ता गरियो। तर दर्ता एक लट चल्यो, त्यस पछाडि के हुन्छ, फेरि दर्ता प्रक्रिया बन्द गर्यो नेपाल सरकारले। अनुगमन पनि बन्द गर्यो। अब अनुगमन नभएको पुराना कन्सल्टेन्सीहरू पनि रिन्यू हुन पाएनन्। ती पनि ओरिजिनल हुन् कि होइनन् भन्ने नै कन्फ्युज भयो। नयाँहरूले चाहिँ यो दर्ता गरेर नियममा बस्नुभन्दा भद्रगोल गर्न पाइन्छ भन्ने उद्देश्यका धेरै मान्छे पनि यो समयभित्र छिरे। कोहीले आफूलाई एकदम राम्रो इस्टाब्लिस गरे पछिल्लो आवरमा भने कतिले चाहिँ के हुन्छ 2-4 वर्ष कमाउने हो अनि टाँप कस्ने हो भन्ने खालको पनि भए। अर्को रहेको कुरा, विद्यार्थीहरू पनि विदेश जाने तर अब कति इङ्ग्लिस पढ्ने देशमा चाहिँ इङ्ग्लिस मिडियममा पढ्ने देशमा चाहिँ इङ्ग्लिस आउँदैन, तर कसरी हुन्छ कन्सल्टेन्सीले छिराइदिए म जान्थेँ भन्ने खालको उद्देश्य बोकेर आउने। जापान जाने तर जापानिज भाषा नपढी जान पाए हुन्थ्यो, जे पर्ला म त्यहीँ सिक्छु, बाटा सुतेर पनि सिक्छु खालको इन्टेन्सन राख्ने। अनि पढ्न त के 1 लाख रुपियाँ निकाल्ने हुत्ती छैन, तर म 15-20 लाख रुपियाँ 30 लाख रुपियाँ चाहिँ तिरेर युके जान्छु अनि गाउँलेलाई देखाउँछु भन्ने उद्देश्यले आउनु भएन। यदि तपाईँ पढ्न सक्ने हुनुहुन्छ भने कमसे कम 1 वर्षको फी त हामीले तिर्नै सक्दैनौँ। अर्को वर्षको पनि परेको खण्डमा प्यारेन्ट्सले दिन्छु सक्छु भनेर सल्लाह गरेर जानुपर्ने हुन्छ। त्यो कारणले तपाईँहरूलाई यति बुझ्नुहोस्,
कन्सल्टेन्सीको संख्या घट्दैमा तपाईहरुलाई फरक चाहिँ ड्रास्टिक उहाँ विदेशको भिजा पोलिसीमा चाहिँ फरक पर्दैन। तर हिजोको दिनमा चाहिँ अनलाइन मिडियममा आएर घर घरमा आएर काउन्सिलिङ दिने खालका कन्सल्टेन्सीहरू र तपाईको कम्प्लिट डकुमेन्ट मै बनाइदिन्छु भन्ने खालको त्यो तल्लो स्तरको कामहरू चाहिँ कम्प्लिटली बन्द हुनेछ। र डेफिनेटली अहिले जुन मैले काउन्सिलिङ गर्दैछु यस्ता काउन्सिलिङ लिनको लागि पनि कहिलेकाहीँ अपोइन्टमेन्ट लिएर समथिङ 2000-5000 रुपियाँ लिन पनि थाल्न सक्छन् कन्सल्टेन्सी को संख्या कम भएमा। त्यस कारणले अहिलेको हाम्रो माग भनेको चाहिँ के छ भने कन्सल्टेन्सीलाई नियमन गर्नुपर्छ भन्ने कुरामा हाम्रो समर्थन छ। अनि कन्सल्टेन्सीले सही सूचना दिनुपर्छ भने त्यसमा नि छ। अनि कुनै पनि देशमा जानु अगाडि विद्यार्थी र कन्सल्टेन्सी बीचमा दोहोरो एग्रिमेन्ट हुनुपर्छ भन्नेमा नि हामी तयार छौं। तर कन्सल्टेन्सीलाई धरौटीको रूपमा चाहिँ के भन्छ 25 लाख राख्नुपर्छ भन्ने कुरा चाहिँ यो जायज होइन। 25 लाखले केही पनि छेउटुप्पो पुग्दैन। एउटा विद्यार्थी कुनै कलेजमा कुनै कन्सल्टेन्सी मार्फत फस्यो भने पक्कै पनि एउटा विद्यार्थी त उसले पठाएको हुँदैन। पक्कै पनि 10 जना 20 जना पठाउँछ भने त्यो 25 लाखले चाहिँ के हुन्छ जम्मा एक जनाको अथवा बढी भनौं देश अनुसार 2 जनाको फी सम्म कभर होला। अनि के चाहिँ 25 लाखले चाहिँ नि अरु बाँकी विद्यार्थीको चाहिँ कहाँबाट तिर्ने? उसको घर खेतबाट तिर्न पर्ने हो नि त्यो पनि खुलाइदिनु पर्यो नेपाल सरकारले। होइन भनेको खण्डमा चाहिँ कि चाहिँ कन्सल्टेन्सी चलाउन लगभग 2 अर्ब जति चाहिन्छ। 2 अर्ब भनेको अलि टन्नै मान्छे यसो 100-200 मान्छे पठाउँदाखेरि चाहिँ के भन्छ फसिहाल्यो भने 100-200 एकैचोटि फस्दैनन्। अब 40-50 जना फसे पनि रिकभर हुनु पर्यो। होइन भने अहिले चाहिँ कन्सल्टेन्सीले जिम्मा लिने होइन, विद्यार्थीले पनि जिम्मा लिने होइन, चाहिँ राज्यलाई पनि भार पार्ने होइन। विदेश जाँदाखेरि इन्सुरेन्स गरेर जाने। अस्ट्रेलियामा चाहिँ यस्तो हुन्छ कि टिपीएस भनेको ट्युसन प्रोटेक्सन भन्ने सर्भिस भन्ने छ एउटा। टिपीएस भन्ने सिस्टम जस्तै नेपालमा पनि एउटा इन्सुरेन्स गर्न पर्यो। त्यो कुनै विद्यार्थी कुनै कन्सल्टेन्सीबाट जान्छ भनेर त्यो इन्सुरेन्स त्यो कलेज चाहिँ नेपाल सरकारको एउटा सिस्टममा दर्ता हुनुपर्ने बनाउनु पर्यो। कलेज हो ठिक हो होइन भन्ने कुराहरू चाहिँ नेपाल सरकारले चेक गरेर सबै कुराहरू गरेर ठिक रहेछ भने मात्र दर्ता गर्ने र त्यसलाई चाहिँ एनओसी दिने भन्ने सरकारको काम हो। र सरकारले एनओसी दिनलाई 2000 रुपियाँ लिन्छ र हरेक विद्यार्थी विदेश जाँदाखेरि चाहिँ 3% चाहिँ नि वैदेशिक शिक्षा जानेवालामा त्यो ट्युसन फी जति हुन्छ त्यसको 3% सरकारले लिन्छ। प्राय कन्सल्टेन्सीहरूले विदेश दुःख गरेर यो आइडिया लगाएर तपाईको विद्यार्थीहरूलाई विभिन्न कुराहरूमा सहयोग गरेर पठाउँदाखेरि एभरेजमा 10% विद्यार्थीले के अरे 10% सम्बन्धित कलेज युनिभर्सिटीबाट कमिसन पाउने हुन्। सानातिना कलेजहरू केही देशहरूमा 15% 20% पनि छ, त्यो छैन भन्दिन। तर एभरेज पाउने 10% 8% पनि छ। तर कतिपय देशले त त्यो पनि दिँदैन। जस्तो कोरियाले दिँदैन, अमेरिकाको धेरै युनिभर्सिटीहरूले दिँदैन। अनि त्यस्तो अनि अब भर्खरै मैले युरोपको एउटा युनिभर्सिटीमा एग्रिमेन्ट गरेका थिएँ। त्यो युनिभर्सिटीले जम्मा 300 युरो दिन्छु भन्छ। अब 300 युरो भनेको के हो? केही पनि होइन। अब संस्था चलाउन हाम्रो डेली इन्कम त हुँदैन। डेली 5000 10000 इन्कम हुँदैन। भयो भने एकैचोटि उनी हो, नभए हुँदैन। अब त्यो अवस्थामा डेफिनेटली विद्यार्थीलाई पनि केही सेवा शुल्क लिएको हुन्छ। सेवा शुल्क भनेको पारदर्शी रूपमा लिन पर्यो के। अहिले बजारमा सोशल मिडियामा केही कुराहरू आएको छन्। जस्तो कि कोरिया जानलाई कलेजको फी 6-8 लाख रुपियाँ लाग्छ भने अरू खर्च यताउति गर्दाखेरि 10-11 लाख 12 लाख लाग्ला। तर 21 लाख 22 लाख कहीँ कतै त सुनेको छु 32 लाखसम्म लिएको छ अरे। हो, त्यो चाहिँ एकदम गलत भयो है। त्यस्ता कुराहरूमा चाहिँ विद्यार्थीले पनि अवेर हुन पर्यो। जान पाएँ भन्दैमा अथवा कन्सल्टेन्सीले जे भन्यो भन्दैमा उसले गरिदिन्छु भने भन्दैमा सबै कुरा तिर्नु भएन। अब हाम्रो इक्यान भन्नेको एउटा इक्यानको पनि आफ्नै कोड अफ कन्डक्ट छ। इक्यानले पनि कतिपय कमिसन नआउने देशमा चाहिँ $1000 सम्म तपाईले चाहिँ सेवा शुल्क शिक्षा अब परामर्श सेवा शुल्क लिन पाउनुहुन्छ भनेको छ। तपाईसँग पहिल्यै एग्रिमेन्ट भनेको छ, तपाईलाई भनेरै काम गरेको छ भने त्यो तपाईले शुल्क दिनु उपयुक्त हुन्छ, दिनु पर्छ। किनभने कुनै पनि व्यवसाय एउटा सलाई बेच्ने होस्, साग बेच्ने होस् या चाहिँ भाटबटिनीले काँक्रो बेचे पनि डल बेचे पनि कमिसन नखाइकन बेचेको हुँदैन। भने सरकारी कर्मचारीले पनि तलब नखाइकन हामीलाई सेवा गरेका छैनन्। उनीहरूले सरकारीको घाटा भए नि नाफा भए पनि देश घाटामै गए नि नाफा भए पनि उनीहरूले तलब पाउँछन्।
तलब पाए अनुसार उनीहरूले पनि आफ्नो एउटा पारदर्शिता देखाउनु पर्ने कुरा हो। पक्कै पनि सरकारी तलब एउटा परिवार धान्न अहिलेको अवस्थामा पुग्ने अवस्था छैन, तर पनि त्यही सरकारी जागिर पनि नपाएर त्योभन्दा कम तलबमा पनि प्राइभेटमा धेरै पीडितहरू पनि छन्। तर प्राइभेटैमा पनि त्यो लेभलको जागिर पनि खान नसक्ने, अहिले एउटा रिसेप्सनको वा साधारण जागिर खानलाई 10,000 रुपियाँ पनि नपाउने अवस्था छ। डेफिनेटली यो अवस्थामा नेपाली विदेश नगएर के गर्छ त? सक्नेले दुबई कतार के अरे सक्नेले अमेरिका अस्ट्रेलिया जान्छ भने नसक्नेले दुबई कतार मलेसिया जान्छ। त्यस कारणले कुनै पनि क्षेत्रलाई गाली गर्नुभन्दा अगाडि त्यसमा पनि राम्रो मान्छे नराम्रो मान्छे के छ, त्यसको आधारमा उसको हिस्ट्री के छ, उसको चाहिँ नि अब पुलिस केसहरू छन् छैनन् भन्ने कुराहरू डेफिनेटली चाहिँ नि के हुन्छ बुझेर एप्लाई गर्नुपर्ने हुन्छ। अब सोसियल मिडियामा पक्कै पनि मैले 25 वर्षमा 2-4 जना मैसँग पनि नरिसाएका नहोलान्। अब रिसाउने कुरा चाहिँ मानवीय स्वभाव हो, तर मैले जति सेवा शुल्क भन्छु या के भन्छु त्यो पछि चेन्ज हुँदैन। अथवा मैले अन्य खर्च चाहिँ मेरो पकेट मनीमा देऊ, भित्री एजेन्ट छ भनेर मैले कहिले पनि काम गरेको छैन भने म जस्तै धेरै कन्सल्टेन्सी पनि हुनुहुन्छ भने धेरै हदसम्म चाहिँ 2-4 वर्ष हो बिजनेस डाङडुङ सोरिहालौँ भन्ने कुरा हिजो शिक्षा मन्त्री सस्मित पोखरेलको एउटा भिडियोमा देखा जस्तै यो त पैसा कमाउने बिजनेस हो खोलिहालौँ भन्ने खालको सोचले 2-4 वर्षमै कमाउन आउनेहरूले चाहिँ यो क्षेत्रलाई विकृत गराइएका छन्। त्यस्ता संस्थाहरूलाई चाहिँ नि नियमन गरेर यो धरौटीको विषयमा चाहिँ अलिकति सरकार फ्लेक्जिबल भएर धरौटी भन्दा चाहिँ नि ट्युसन प्रोटेक्सन सिस्टम एउटा बनाउनु पर्छ जस्तो लाग्छ। जस्तो अस्ट्रेलियामा मैले अघि नै भन्दै म डाइभर्ट भएँ होला सायद, त्यसको लागि माफी चाहन्छु। अस्ट्रेलियामा चाहिँ के हुन्छ भने तपाईँको कुनै कारणवश कुनै पढिरहेको कलेज कोल्याप्स हुन्छ भने तपाईँले कति क्रेडिट पढ्नुभयो अथवा के कति कोर्स सकियो त्यो कोर्ससम्मको अर्को कलेज युनिभर्सिटीले एक्सेप्ट गर्ने भनेर चाहिँ कलेजले एउटा गभर्मेन्टले चाहिँ के हुन्छ जिम्मा लिइदिन्छ। किनभने उसले दर्ता दिएको कम्पनीले पढाएको संस्थाले पढाएको चाहिँ नि कोर्सको जिम्मा त उसले लिनु पर्यो र अरू इन्स्टिट्युसनले चाहिँ त्यो क्रेडिट ट्रान्सफर गरेर ती अल्पत्र विद्यार्थीलाई भर्ना लिन्छन् भने जति पढ्न बाँकी छ पढेको युनिट बराबरको त्यो संस्थाले पैसा पायो भने नपढाएको युनिट बराबरको पैसा चाहिँ अब इन्सुरेन्स सिस्टम अथवा के गरेर हुन्छ त्यो चाहिँ विद्यार्थीले रिटर्न पाउँछ। त्यस्तै ठाउँको अलिकति बेचेर नेपालमा धेरै जसो हरेक मान्छेको आफ्नो एउटा सर्टेन लेभलको सम्पत्ति छ, सर्टेन लेभलको इन्कम छ, चाहे एग्रिकल्चर गरेर होस् चाहे माछा मारेर होस् भने त्यो मान्छे पक्कै पनि नेपाल फर्किन्छ। कहिले पनि एउटा क्षेत्र मात्र बदनाम हुनको लागि एउटा क्षेत्रको मात्र दोष हुँदैन। विशेष गरी हामीले चाहिँ पढ्नै पठाउने हो, तर पढ्न भन्दा पनि अब विद्यार्थीकै उद्देश्य नै काम गर्ने हुन्छ भने त्यसमा कन्सल्टेन्सीको मात्र दोष हुँदैन। र नेपालको अवस्थै त्यस्तै छ, किनभने अब चाहिँ के हुन्छ ब्याचलर गरेर ब्याचलर नर्सिङ गरेर चाहिँ 17-18 हजारमा काम गर्नुपर्छ भने 15 लाख रुपियाँ खर्च गरेर पढ्ने नर्सिङ मात्र अनि 17-18 हजारमा चाहिँ काम गर्नुपर्छ भने त बरु रिसेप्सनको राम्रो जागिर गर्न सक्ने र अलिकति ट्रेनिङ लिने हो भने त्यो 17-18 हजार त उसले गर्न सक्छ नि त, किन नर्स हुनु पर्यो? अनि नर्सहरू अहिले पलायन हुनुको कारण के हो त? डेफिनेटली विदेशमा पनि यस्ता कामहरू नर्स हुनलाई त्यति सजिलो छैन, तर त्यही नर्स चाहिँ के हुन्छ अस्ट्रेलिया अमेरिका गइदियो भने अथवा जर्मनमा गइदियो भने चाहिँ 3 लाख 4 लाख रुपियाँ कमाइरहेछन् भने यहाँ 20,000 रुपियाँमा काम गरेर बस्ने कि 4 लाख रुपियाँ कमाउने त परिवार छोडेरै सही केही समयलाई त गर्ने हो। अब जान पनि दिनुहोस्, नेपालमा ती जान्छन् भने तर सर्टेन यति वर्षमा चाहिँ तपाईँ आउनु भएन भने तपाईँको नाममा भएको सम्पत्ति चाहिँ नेपाल सरकारको नाममा ट्रान्सफर हुन्छ, बनाउनुहोस् त ल कानुन, अनि हामी मान्छौँ। त्यही भएर म एज अ कन्सल्टेन्सीको रूपमा विद्यार्थीलाई मैले लखेटेर भनेको होइन, विद्यार्थीको पनि आफ्नो एउटा उद्देश्य हुन्छ। अब त्यो उद्देश्यमा पढ्ने मात्र उद्देश्य 99% को म चाहिँ देख्दिनँ। म एज अ कन्सल्टेन्टको रूपमा मैले 25 वर्ष अनुभव गर्दाखेरि चाहिँ म पढ्नै जान लागेको भनेर 99% कन्सल्टेन्ट विद्यार्थीहरू आएका छैनन्। कमाइ कति हुन्छ सर भन्छन्, त्यो लिखितम रूपमा कतिले उचालेर पठाउँछन् होला। आजसम्म हामीले कुनै पनि विद्यार्थीलाई यति म ग्यारेन्टी भनेर यो सुप्रिम एजुकेसनल सेन्टरले कसैले पनि पठाएको छैन, तर डेफिनेटली गएका मान्छेले 99%ले राम्रै गरेका छन्। अब कोही त सुसाइड गर्ने हुन्छन्, कोही फर्केर आउँछन्, नेपालमा जस्तो सुख नभएको हिसाबले फर्केर आउँछन्, या विभिन्न यस्ता केसहरू छन्, त्यो फरक चिज हो। त्यो बाहेक 99%ले चाहिँ राम्रै गरेका छन्। तपाईहरुलाई अर्को पनि एउटा माइग्रेसनको एउटा एक्जाम्पल भनिदिउँ।
यदि सुविधा सबै हुन्थ्यो भने ओखलढुङ्गाको मान्छे काठमाडौँ आउँदैन थियो। तर काठमाडौँमा जुन फ्यासिलिटी हुन्छ ओखलढुङ्गामा बनाइदिनुहोस् त कोही पनि मान्छे काठमाडौँ आउँदैन। तर जो काठमाडौँ आउँछ नि आफ्नो घर परिवार सबै छोडेर आइसकेपछि काठमाडौँमा भारी बोक्नुपर्छ कि चाहिँ नि के हुन्छ नाली सोर्नुपर्छ कि अथवा टिचर बन्नुपर्छ कि हर कुरा गरेर उसले सेटल भएकै छ। र बाहिरबाट आएका बाहिर जिल्लाबाट काठमाडौँ छिरेकाहरूले पनि अथवा भनौँ बागलुङबाट पोखरै छिरेकाले पनि सहरी क्षेत्र छिरेकाले पनि 70-80% चाहिँ केही न केही सानो टुक्रो जोडेर छाप्रोसम्म हाल्न सक्ने अवस्था बनेका छन्। यदि तिनै मान्छे चाहिँ आफ्नै ठाउँमा बस्थ्यो भने त्यो लेभलको स्ट्रगल गर्दैनथे। त्यो कारणले यो प्रोग्रेस भनेकै स्ट्रगलबाट चाहिँ हुने चिज हो। र तपाईँले कम्प्लिटली बागलुङमा जन्मेको मान्छे बागलुङमै बस्नुहुन्छ, पोखरा आउनुहुन्न, अथवा नेपालगञ्ज जन्मेको मान्छेले चाहिँ काठमाडौँ छिर्न डराउनुहुन्छ भने तपाईँले कहिले पनि प्रोग्रेस गर्न चाहिँ अब नेपालगञ्जको मान्छे नेपालगञ्जै बस्नेले चाहिँ 90%ले प्रोग्रेस गर्दैन भने अर्को फरक ठाउँमा गएर केही कुराहरू जिरोबाट सुरु गर्नुहुन्छ भने 90%ले प्रोग्रेस गरेको मैले देखेको छु। त्यही कारणले विदेशमा चाहिँ नि के हुन्छ जाने मान्छेहरू भनेको पढ्न जाने विशेष गरी भनेकोले नेपाल सरकारलाई कुनै पनि एङ्गलबाट घाटा पुऱ्याएको चाहिँ देखिँदैन। अब फरक च्यानलबाट नेपालमा रेमिटेन्स भित्रिए पनि डाइरेक्टली विद्यार्थीले यति पैसा पठाए भन्नुभन्दा पनि नेपाल सरकारले वर्किङ भिजामा अस्ट्रेलिया कहिले पनि पठाएको छैन, अमेरिका पठाएकै छैन भने त्यो अमेरिकाबाट कति पैसा नेपाल आउँछ र अस्ट्रेलियाबाट कति रेमिटेन्स आउँछ राष्ट्र ब्याङ्कको डाटा हेरे हुन्छ नि त। त्यो आधारमा चाहिँ हिजो कन्सल्टेन्सीबाट गएनन् अथवा नेपालबाट चाहिँ नि कसरी गयो त्यो बेग्लै कुरा हो। तर अभियसली कन्सल्टेन्सी धेरै खुल्नाले नै धेरै गएका हुन् होइन। तीबाट दुःख सुख उनीहरूले दुःख भोगेनन् भन्दिनँ, तर जुन आज परिवारलाई चाहिँ नि एउटा सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनेदेखि लिएर सुविधा सम्पन्न ठाउँमा राख्ने अनि बच्चाहरूलाई बोर्डिङ पढाउने अवस्था चाहिँ डेफिनेटली त्यो वैदेशिक रोजगारमा गएका हुन् या वैदेशिक अध्ययनको लागि विभिन्न देशमा पुगेका हुन्, तिनै कारणले भएका छन्। अब ती मान्छेहरूलाई नेपालमा फर्काउन नसक्नुको कारण चाहिँ डेफिनेटली नेपालको पोलिसीको कारणले हुन्, जुन कुरालाई चाहिँ अलिकति इम्प्रुभ हुनुपर्छ भन्ने मलाई लाग्छ। अहिलेलाई म यति नै राखेँ। अब थप यस्ता भिडियोहरू म आउने नै छु, यस्ता भिडियोहरूको बारेमा लिएर आउने नै छु। तपाईँहरूको कमेन्ट कम्प्लिमेन्ट अझ क्वेरिजहरू छ भने सबै तरिकाले राखिदिनु होला। र यदि तपाईँलाई वैदेशिक परामर्शको बारेमा केही जानकारी चाहनुहुन्छ भने सुप्रिम एजुकेसनल सेन्टर जो विगत 25 वर्षदेखि सञ्चालित छ, हाललाई भन्नुपर्दा शिक्षा मन्त्रालयबाट पनि दर्ता भएको छ। तर अहिले शिक्षा मन्त्रालयको दर्ता भए तापनि यो धरौटीका कारणले के गर्ने के नगर्ने भन्ने म आफै कन्फ्युजमा छु। अब धरौटी राखेर त्यो धरौटीले भोलि फसेको खण्डमा कुनै पनि एउटा विद्यार्थी बाहेक दोस्रो विद्यार्थीको फी रिटर्न गर्ने अवस्था छैन। अब भोलि कुनै कारणले मैले जानाजान होइन अनजानमा जेन्युन कलेज या युनिभर्सिटीमा पढाउँदै गर्दाखेरि पनि चाहिँ नि के हुन्छ त्यो सम्बन्धित देशको नियम अथवा चाहिँ नि त्यसको संस्थापक मान्छेको मानसिक भनौँ आर्थिक कारणले त्यो युनिभर्सिटी कलेजहरू कोल्याप्स हुन्छ भने त्यसमा हामीले जिम्मा बोक्नुपर्ने हो नि। डेफिनेटली यो पेसामा हामी पनि रहने छैनौँ। होइन भने चाहिँ हामीले आजसम्म पठाएको चाहिँ सबै कलेज युनिभर्सिटीहरू दर्ता हेरिकन सम्बन्धित देशको निकायले प्रपरली यो कलेज युनिभर्सिटीलाई चाहिँ के अरे भिजा दिन योग्य छ भनेर दिएको कारणले नै पठाएका हौँ। र कुनै पनि विद्यार्थीलाई म यो भिडियो मार्फतै भन्न सक्छु र मैले पठाएको विद्यार्थीले पक्कै पनि यो भिडियो हेर्नेछन् र उनीहरूलाई मैले यो कन्सल्टेन्सीबाट यस्तो काम गर्छु यति कमाइ हुन्छ भनेर मैले जिम्मा लिएर म जागिर लगाइदिन्छु भने कसैले पनि पठाएको छैन। तर मैले पठाएका धेरै जसो विद्यार्थी भाइहरू सफल भएका छन्। अब कोही विद्यार्थीहरू म तपाईँलाई यहाँ एउटा पनि त्यो भाइले पनि हेर्ला मेरो फेसबुकमा छ, त्यो भाइले चाहिँ जापान पुगेको थियो, उसलाई आमाको याद आयो भनेर जात्रा गरेर रोएर बाउले फिर्ता गरायो। यस्ता विद्यार्थी पनि हुनुहुन्छ जो कलेजले फिर्ता दिएन पैसा, किनभने आमाको याद आएर त चाहिँ नि के हुन्छ अब 18 वर्ष कटिसकेको मान्छे सबै प्रक्रिया गरेर गयो, तर अब उहाँ पुगेपछि आमाको याद आयो म जापान बस्दिनँ भन्छ भने अब त्यो विद्यार्थीको दोष हुन्छ कि कन्सल्टेन्सीको दोष हुन्छ। अब त्यस्तै कोही मान्छेहरू चाहिँ अब मैले एउटा भाइलाई अस्ट्रेलिया पठाएको थिएँ, माइन्ड नगर्नु होला, त्यो भाइले पनि हेर्छ। डेफिनेटली यहाँ यति दुःख गरेर पठाएँ कि उसको अलिकति ग्याप पनि थियो। यो चाहिँ 4-5 वर्ष अगाडिको कुरो हो। काठमाडौँ ललितपुरकै मान्छे हो। उसको दाइ एउटा सिटीमा थियो अनि ऊ चाहिँ अर्को सिटीमा थियो।
त ऊ अर्को सिटीमा किन उसको दाइ भएको ठाउँमा चाहिँ कसैले भर्ना लिएन, तर मैले अर्को ठाउँमा बोलतल गरेर जसो तसो कसैलाई कन्भिन्स गरेर एसओपीहरूमा गाइड गरेर सबै कुराहरू गरेर विद्यार्थी पास भयो गयो पनि। तर जान पाएको छैन त्यो विद्यार्थीले। एउटा मलाई चाहिँ नि के हुन्छ गाह्रो भयो के चाहिँ नि हुन्छ नि एउटा अब म त ताल पऱ्यो भने सुसाइड गर्नेसम्म सोच आयो भनेर कसैलाई थर्काएर अथवा कसैलाई अप्ठ्यारोमा पारेर उनीहरूले ट्रान्सफर लिएर आफ्नो दाइ भएको ठाउँमा गए भनेपछि हामीले यहाँबाट पठायौँ र ऊ यहाँबाट विभिन्न बाहना गरेर सरिसकेछ। मलाई कुन बेला थाहा भयो भने म एज अ रिप्रेजेन्टेटिभलाई कसरी युनिभर्सिटीको रिप्रेजेन्टेटिभलाई कुन बेला थाहा भयो भने ऊ गएर अब के एउटा डकुमेन्ट पुगेन अनि त्यो डकुमेन्ट मसँग माग्दाखेरि मात्र यस्तो भयो दाइ मलाई त एकदम गाह्रो भयो के भयो भनेर एक्लो भएपछि मलाई गाह्रो भयो म दाइ भएको ठाउँ जान लाग्यो हजुरसँग त्यो डकुमेन्ट एउटा चाहिएको थियो भनेर मसँग भएको स्क्यान डकुमेन्ट माग्यो। तब मात्र मलाई थाहा भयो। हामी जस्ता एजेन्टलाईसम्म घुमाइदिन्छन् भने डेफिनेटली एजेन्ट खराब छैनन् भन्दिनँ म। अहिले बजारमा भएको 90% कन्सल्टेन्सीहरूले चाहिँ नि फरक कुराहरू गर्छन्, जे पनि ग्यारेन्टीका कुराहरू गर्छन्, तर 10% अझै पनि जेन्युन काम गर्नेहरू धेरै हुनुहुन्छ। ती जेन्युन कन्सल्टेन्सीहरूमा गएर बुझ्नु होला। तपाईँहरू एज अ विद्यार्थी प्यारेन्ट्सले पनि कति कमाइ हुन्छ के हुन्छ भनेर नसोध्नु होला। त्यहाँ कति काम गर्न पाइन्छ, कति आवर लिगल छ, यस्ता रुलहरू चाहिँ सोध्न पाइयो, तर कति कमाइ हुन्छ भन्ने कुरा चाहिँ नसोध्नु होला। काठमाडौँमा कसैले दिनको लाख रुपियाँ पनि कमाउँछ, कसैले वर्षको लाख रुपियाँ पनि कमाउँदैन। यो कम्प्यारिजनलाई चाहिँ तपाईँको आफ्नो बच्चालाई पनि कमाउनलाई फोर्स नगरिकन पढ्न पठाउनुहोस्। गाह्रो साह्रो भएमा मैले गर्छु, नसके अब त सकेको तैँले गर भनेर पठाउनेपट्टि सोच राख्नु होला भन्दै मैले आजको यो भिडियो यहीँ अन्त गर्न चाहन्छु। केही सुझाव सल्लाह भए कमेन्ट गर्नु होला अथवा हाम्रो सुप्रिम एजुकेसनल सेन्टर कुमारीपाटी ललितपुर यो मुक्तिनाथ विकास ब्याङ्क र कामना विकास ब्याङ्कको ठ्याक्क बिचमा छ। गुगलमा पनि सुप्रिम एजुकेसनल सेन्टर भनेर खोज्नु भने गुगल म्याप देखाउँछ, भिजिट गर्नु होला। हामी तपाईँको सेवाको लागि तत्पर छौँ। धन्यवाद।